हामीलाई कति खुसी लाग्छ नेमा जुनियरको खेल हुँदा नेमा जुनियरको चाहिँ प्लेन 11 पार्टिसिपेट गर्दाखेरि र नेमा जुनियरको गोल असिस्ट त्यसरी गोल देख्दा खेलेको हेर्दा सुन्दा कति आनन्द लाग्छ। त्यो डान्स त्यो म्याजिक स्किलहरू हेर्दा कति आनन्द खुसी लाग्छ। जहाँ नेमा जुनियर चाहिँ आज आफ्नो खुट्टा प्रब्लम हुँदा इन्जुरी हुँदा पनि उसले चाहिँ ट्रेनिङ गरे, खेल मैदानमा आएर खेले पनि, गोल पनि गरे, असिस्ट पनि गरे र पुरा 90 मिनट पनि खेलेर देखाइदिए। जहाँ उसको टिम क्लब चाहिँ रेलिगेसनबाट चाहिँ लडिरहेको थियो र उसले चाहिँ केही थपको लागि चाहिँ उसले चाहिँ बचाएका छ रेलिगेसनबाट। यो भन्ने सबसे ठुलो नेमा जुनियरलाई चाहिँ कतिको आफ्नो टिमप्रति र आफ्नो देशप्रति कतिको माया छ त यो बुझ्न सक्यो। नेमार जुनियरले चाहिँ अब आउँदो डिसेम्बर 4 मा पनि खेल्ने कुरा गरेछ। अब चाहिँ नेमार जुनियर चाहिँ जुबिन चाहिँ खेल्ने कुरा गरेछ। यो म्याच चाहिँ धेरै इम्पोर्टेन्ट रहेको छ। अब धेरै म्याच चाहिँ छैन, 2टा म्याच जति छ अब सान्तोस क्लबको। यो म्याचहरू चाहिँ सबै म्याच जित्नुपर्ने हुन्छ र यो चाहिँ धेरै इम्पोर्टेन्ट म्याचहरू रहेको छ र आफ्नो टिमलाई चाहिँ रेलिगेसनबाट बचाउन लागि पनि। र नेमार जुनियरको कुरा गर्ने हो भने नेमार जुनियरसँग चाहिँ सान्तोस क्लबको कस्तो भयो त यो सिजन कुरा गर्ने त जम्मा 36वटा म्याच खेलिसकेको छ। 36वटा म्याचमा चाहिँ अब 18 म्याच चाहिँ नेमार जुनियरसँग खेलियो भने 18 म्याच चाहिँ नेमार जुनियर बिना खेलेको छ सान्तोस क्लबले। र 18वटा म्याच खेल्दाखेरि चाहिँ पुरै म्याच चाहिँ 48% चाहिँ विन भएको छ नेमार जुनियरको हुँदाखेरि र नेमार जुनियर चाहिँ बिना हुँदाखेरि चाहिँ सिर्फ 27% भएको छ भने विन र 25% चाहिँ म्याच ड्र भएको छ। भनेपछि यहीँबाट बुझ्न सकिन्छ नेमार जुनियरको कतिको इम्पोर्टेन्ट र कतिको इफेक्ट परेको रहेछ सन्तोष क्लबलाई। न त उहिले रेलिगेसनमा परिसक्छ सन्तोष क्लब नेमार जुनियर नखेलेको भए नभएको भए।